पारी पाखा हो घाम लाग्यो घमाइलो विदेशमा गरेको रमाइलो महसुस गरौँ एकैछिन मनदेखि मनसम्म। सागरको गहिराई जस्तो ममता छ उनी भित्र, शत्रु पनि आएर क्षणभरमै बनेर जान्छन् मित्र। उनको ममताको छहारीमा हुँदैन कोही वञ्चित, उनको ममताको छहारीमा हुँदैन कोही वञ्चित। छैन केही तुलना गर्ने आमाको मायासित। मनदेखि मनसम्मको यो अर्को श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। मसित आज आमा होइन आमाहरू हुनुहुन्छ। विशेष गरी नेपालबाट आफ्ना छोराछोरी आफ्ना आफन्तहरूलाई भेट्न अस्ट्रेलिया आउनुभएका र केही समयका लागि अस्ट्रेलियामा बसिराख्नुभएका मैले आमाहरूलाई स्टुडियोमा लिएर आएको छु। उहाँसँग आज म आमाले त्यो नेपालको कुनै दूर दराजमा आफ्नो जीवनयापन गरिराख्नु भएको आमा एउटा विकसित सम्पन्न देशको यो सहरमा आइराख्दाखेरि उहाँ बीच त्यो उतार चढाव, भावनात्मक उतार चढाव कति होलान् कति। आज हामी तिनै कुराहरू सुन्ने कोसिस गर्नेछौँ। कार्यक्रमलाई अलिकति सजिलो बनाउनका लागि आमाहरूसँग मैले एउटै फ्रेममा यसरी बिचमा रोकिँदै बोल्दै हामी एउटा घरको कुनै रुममा मजाले बसिरहेका छौँ, त्यसै गरी गफ गरेका छौँ जसरी हामी कुराकानी गर्नेछौँ उहाँहरूलाई सहजता होस् भन्ने हिसाबले। र आजको यो श्रृङ्खलामा आमाहरू को हुनुहुन्छ उहाँहरूको सरसर्ती परिचयबाट जान्छु र केही आमाहरू गुनगुनाउनु पनि हुन्छ। आफ्नो जीवन कालमा आफ्ना केही सपना थियो होला, ती सपनाहरूमध्ये एउटा गाउने सपना पनि थियो होला, त्यो सायद पुरा भएन, तर यदा कता भेट हुँदा साथीभाइसँग भेट हुँदाखेरि उहाँले गाउने गर्नुहुन्छ। मैले अस्ति एउटा सानो कार्यक्रममा उहाँलाई गाइरहेको पनि देखेँ। त्यसपछि आमाहरूका भावनाहरू अस्ट्रेलियामा आइसकेपछि के रहेछन् त भनेर सुन्न मन लाग्यो र मैले स्टुडियोमा ल्याएको छु। मसित जम्मा 5 जना आमाहरू हुनुहुन्छ आज। उसो त हामीसँग 7 जना आमाहरू हुने तयारी थियो, यो स्टुडियोको क्यापासिटीले गर्दाखेरि पनि अलिकति मिलेन। 5 जना आमाहरूसँग मैले सरसर्ती कुराकानी गर्छु। पहिलो नम्बरमा मेरो अगाडिपट्टि रातो कुर्ता सलवारमा हुनुहुन्छ, कलेजी गुलाबी कुर्ता सलवारमा। आमा हजुरको नाम र परिचय अनि कहाँ, नेपाल घर कता हो र अस्ट्रेलिया कहिले आउनुभएको? मेरो नाम कमला भट्टराई। हाल नेपाल सीतापाइला घर, सीतापाइला रामकोट। अहिले यहाँ छोरी ज्वाइँ भएको ठाउँमा आएको। म नाति जन्मेको खुसीले म नाति हेर्न भनेर आएको। अब धेरै समय छैन, जाने बेला पनि भइसक्यो, 2 महिना बाँकी छ। कति बस्नुभयो? 1 वर्ष। 1 वर्ष जति बस्नुभयो। हुन्छ, हामी दोस्रो नम्बरमा अर्को आमालाई सोध्छौँ। मेरो नाम चन्द्रमा कार्की। चन्द्रमा कार्की? हजुर, चन्द्रमा कार्की। कस्तो राम्रो नाम। मेरो घर नेपाल वीरगञ्ज। हाल अहिले म अस्ट्रेलियामा। म आएको 8 महिना भयो। छोरी ज्वाइँ म नातिनी यसो खेलाउनलाई अस्ट्रेलियामा आएको छु। मेरो नाम पार्वती हमाल। घर नेपालगञ्ज, नेपाली। हामी नेपाली। यहाँ छोराछोरी सबै यतै छन् अस्ट्रेलियामा। यहाँ छोरी कहाँ ओलटमा बसिया छ, छोरी कहाँ छु अहिले। आएको त यहाँ अस्ट्रेलिया आउने जाने गरेको त 8 वर्ष भइसक्यो। 8 चोटि ओरोदोरो भयो, 10 वर्ष पुग्छ यतै बसिया छौँ। नातिनी पनि एउटी नातिनी 10 वर्षको भइसकिन्, हुर्काइसक्नु भइसकिन्। अब सानो 2 वर्षको अहिले नाति हुर्काउँदैछौँ। नाति नातिना हुर्काएर यहीँ खुसी छौँ। हामी त खुसी छौँ। हजुरसँग अझ विशेष रूपमा अहिले प्रश्नहरू सोध्नेछु मैले। म परिचयकै क्रममा छु। अब अर्को आमालाई मैले यो माइक दिँदैछु।
हजुरको शुभ नाम, नेपाल घर कता हो? मेरो नाम राममाया पाण्डे, नेपाल घर धादिङ जिल्ला। हाल अहिले अस्ट्रेलिया बस्दैछु। कहिले आउनुभयो? 1 वर्ष भयो। 1 वर्ष जति भयो। हजुर, अब 2 दिन मात्रै छ बसाइ। हजुर छोरी ज्वाइँलाई भेट्न आउनुभएको। हजुर, त्यसपछि अब अन्तिममा अर्को आमा हुनुहुन्छ। मेरो नेपाल घर टिकापुर कैलाली, अनि के अरे नाम अम्बिका पाण्डे, अनि आएको 3 महिना भयो। अब आज हामी तपाईँहरूलाई यहाँ किन ल्यायौँ भन्दा आमाहरू जो जीवनका अधिकांश समय नेपालमा बिताउनु भएको छ, त्यो नेपालको दूरदराजमा आफ्ना जीवनयापन गरिराख्दाखेरि कुनै समयमा म अस्ट्रेलिया जान्छु होला, अथवा अस्ट्रेलिया भन्ने कुनै देश छ, म त्यो ठाउँमा जान्छु होला, त्यहाँ यस्तो होला भनेर चाहिँ त्यो कल्पनामा कुनै समयमा थियो कि थिएन? एकचोटि त्यहीँबाट सुरु गर्छु म, हजुरले भनिदिनुहोस्। थिएन, कल्पना पनि थिएन, सपना पनि देखेको थिएन। गाउँमा त्यस्तो है, धान रोप्नुपर्ने, गहुँ काट्नुपर्ने, केही त्यस्तो थिएन, सोचेको पनि सोच्नु भएकै पनि थिएन है। यहाँ ठ्याक्क यहाँ आएपछि अब अस्ट्रेलिया जीवनका उतार चढावहरू पार गर्दै जाँदा अस्ट्रेलिया पुग्ने अवसर मिल्यो। अस्ट्रेलिया आउँदाखेरि चाहिँ पहिलोचोटि यहाँ पाइला टेकेपछि हजुरलाई कस्तो महसुस भयो? ओहो, जिन्दगी कहाँबाट कहाँ पुगेको छ है जस्तो भयो कि? भयो नि, कहाँबाट कहाँ स्वर्गै आए जस्तो लाग्यो। कस्तो ठाउँमा हिलो माटो धुलोमा खेलेको होइन, त्यस्तो गरेको, अहिले यस्तो यो ठाउँमा आउँदा त स्वर्ग नै आए जस्तो लाग्यो। तर फेरि सम्झना त फेरि नेपालकै आउँछ नि, नेपालको त आउँछ, नेपालकै। अब यही प्रश्न मैले अर्को आमालाई सोध्छु, हाम्रो राममाया पाण्डे। हजुरलाई चाहिँ अब त्यो हजुरको गाउँ कता भन्नुभएको थियो? धादिङ जिल्ला। धादिङ जिल्ला। अब धादिङमा जीवनका अधिकांश समय बिताइसकेपछि यो जीवनको करिब 50-60 को दौरानको यो यात्रा, यो उमेरमा अस्ट्रेलिया आउँछु जस्तो लागेको थियो? छैन हजुर, त्यो त सोचेकै थिइनँ। गाउँमा धुलो माटो उकाली ओह्राली पहाडको बसाइ, बालबच्चा साना साना जन्माउन हुर्काउन पढाउन, त्यही हो दुखेसो सबैको। त्यो सोचेको पनि थिइनँ। अब आइयो, छोरी ज्वाइँले ल्याउनु भयो, खुसी लाग्यो, रमाइलो लाग्यो, धेरै खुसी छु। अब 1 वर्षको बसाइमा नेपाल फर्किँदैछु। अब यहाँ छोड्दाखेरिको दुःख छ कि उता पुग्छु भन्ने खुसी छ, के छ? अब छोड्दाखेरि यहाँ जे जस्तो भए पनि नाति छोड्नलाई धेरै पिर परिरहेछ। अस्ट्रेलिया आइयो, खुसीसँग बसियो, तर अब जाने बेलामा बालबच्चाको सम्झनाले रुँदै जानुपर्ने होला, तर ठिक छ। आउँदाखेरि पनि रुँदै रुँदै आउनुपर्ने उता छोडेर, अनि जाँदाखेरि पनि यहाँ छोडेर रुँदै रुँदै जानुपर्ने। हेर्नुहोस् यो जिन्दगीको लीला, सुख छैन। अब यही प्रश्न मैले हजुरलाई सोधेँ। अब आमा, हजुर त नेपालगञ्जको मान्छे होइन, सुदूरपश्चिम मध्यपश्चिम त अझ अविकसित ठाउँ होइन, त्यो ठाउँमा 10 वर्ष भयो तपाईँ आवत जावत गर्न थाल्नुभएको त्यहाँबाट। अब त्यो दुर्गम अझ धादिङतिर अथवा यतातिर त अझ सेवा सुविधा अथवा सञ्चार माध्यम भएर अझ अस्ट्रेलिया भन्ने थाहा थियो होला। तपाईँलाई त अस्ट्रेलिया भन्ने पनि थाहा थिएन होला त्यो जीवनकालमा, होइन? सोच्नु भएको थियो त्यो बेलामा म यस्तो ठाउँमा कहीँ जाउँला भनेर? थाहा थिएन। छोराछोरीलाई नि विदेश नपठाउने भन्ने मनस्थिति त्यस्तो थियो पहिला, नपठाउनेमा थियौँ। मानेनन्, काठमाडौँ पढेर त्यतैबाट विदेशतिर जानु पर्यो भनेर लगाइहाल्यो भिसा, नाम पनि निकालिसके। अब आउँदाखेरि छोराछोरी यता आउँदाखेरि नपठाइ भएन, पठाइयो। अब पछि आफू नै आइयो, यतातिर देख्दाखेरि ओहो यस्तो रहेछ भन्ने कुरा थाहा पाइयो। यहाँ आएपछि नआएपछि त कहाँ थाहा हुन्थ्यो र? आएर सबै कुरा देखियो, थाहा पाइयो, सब कुरा देखियो। यहाँ त अस्ट्रेलियामा त स्वर्ग जस्तो लाग्यो, स्वर्ग नै रहेछ। जता यता हेऱ्यो भने स्वर्गै छ, उता हेऱ्यो भने स्वर्गै छ। यहाँका त कुकुर बिराला पनि भाग्यमानी, यो रुख बिरिस पनि भाग्यमानी। एउटा रुखलाई एउटा हाँग यसो काटिदियो भने जेल हालिदिने, एउटा मान्छेले हाँस मारेर 6 वर्ष जेल हालिदिएछ। हाम्रो त हेर्नु न विदेश कस्तो छ, नेपालमा मान्छे त्यस्तो छ। जेल नियम कानुन जे छ त्यही लागु छ, हाम्रो त छैन लागु। हाम्रो देशले दुःख पाछ, जनताले दुःख पाछन्। त्यो देख्दाखेरि त मन त साह्रै दुख्छ, के गर्ने। यहाँ त यता फर्कियो भने पार्कतिर घुम्न जान्छौँ, उता पार्कतिर घुम्न जान्छौँ।
यहाँ पार्क कति राम्रा छन् यता बाटो पनि फुलबुट्टा भरेका छन् पार्क पनि फुलबुट्टा भरेका छन् होइन अनि उताबाट आएका साथी पार्कमा भेटिन्छन् कति रमाइलो हुन्छ। अहिले त हामीले यति रमाइलो गऱ्यौँ स्वस्थानी सुरु गऱ्यौँ 2 वर्ष भइसक्यो एकादशी कुनै दिन खाली हुन्न अहिले यो पुरुषोत्तम लागेको छ पुरुषोत्तम महिना पनि सुरु भइसक्यो हामीले कथा पढिरहेछौँ सुनिरहेछौँ यति रमाइलो छ 25-30 जना जम्मा हुन्छौँ पार्कमा हाँस्ने गाउने बजाउने भजन कीर्तन अनि पाठ पढ्ने यति राम्रो हुन्छ अहिले त झनै झनै खुसी छ भनेपछि उताको न्यास्रो यहाँका साथीभाइसँग यहाँको माहौलले मेटाइरहेको छ मेटाइसकेको छ तर माया उताको छ नेपालको माया छ यस्तै नेपाल पनि यस्तै देश बने भए हुन्थ्यो भन्ने कल्पना सपना जपना छ त्यो त्यस्तै बने भए हुन्थ्यो अब बालेनको सरकार पनि आछ बालेनले हाम्रा छोराछोरीलाई पनि उता झिगाउन् यस्तै अस्ट्रेलिया जस्तो देश नेपाललाई बनाइदिउन् नेपाल पनि स्वर्ग हुन्छ नेपालमा त झन् यस्तो छोराछोरीको दुःख देखेर कस्तो मन खान्छ यस्तो दुःख गरेपछि त नेपाल चन्द्रमा कस्तो राम्रो नाम छ आमाको हँसिलो अनुहार उहाँ चाहिँ अस्ट्रेलियामा छोरी ज्वाइँको सम्झनाले होइन नातिनीको सम्झनाले आउनुभएको छ अब गाउँतिरको कुरा सम्झिँदाखेरि आफ्ना जीवनका सङ्घर्षहरू त गाउँमै बिते हेर्नुहोस् कुन समयमा सोच्नु भएको थियो म अस्ट्रेलिया जान्छु यस्तो ठाउँमा आउँला यसरी यो ठाउँमा यस्तो सुविधा सम्पन्न ठाउँमा देख्न पाउँला भन्ने त्यस्तो थियो तपाईँको थिएन छोरछोरीलाई पढाउँला पठाउँला हामी यहाँ आइपुग्ला भनी सोचे नि थिएन साँच्चीकै त्यो बेलाका सपना हेर्ने हो भने बाआमाले जसरी गुजारा गर्नुभयो अब हाम्रा पनि यसै जाने हुन् यसै गरी जालान् अनि छोराछोरीका पनि यस्तै हुने हुन् भन्ने थियो होला होइन अब कस्तो लाग्यो त हजुरलाई अस्ट्रेलिया आएर धेरै खुसी छु धुलो धुवाँ है फोहोर मैला होइन हाम्रो नेपालमा कस्तो छ धुलो धुवाँ फोहोर मैला यहाँ त हो त्यहीँ रोडाइमा के भन्ने अब है त्यति सुगर सफा के अर्थ भन्दा त सुगर सफा धुलो धुवाँ छैन हाम्रो यहाँ कति आनन्द हावा पानी होइन अब के गर्ने जे जस्तो भयो नि अब नेपालै आफ्नो घर नेपालमै छ अब नेपाल त जानै पर्छ अब यहाँ त छोरी ज्वाइँ मेरा नाति नातिना अब यसो घुमघाम सो गर्न आइयो उनीहरूलाई सघाउन होइन केही समय गर्न आइयो अब उहाँ पनि छोरा बुहारी छन् मेरा अब उताको नि माया यताको नि माया अब दुईतिर कहिले 1 वर्ष यता कहिले 1 वर्ष उता बाँडिनु परेको छ जीवनको यो समयमा आएर पनि है हजुर चाहिँ त अब के गर्ने यस्तै हो अनि साथीभाइ यस्ता भेट्या गीत गाएर रमाइलो गरेर यस्ता नआएको भए त यो साथीभाइ नि भेटिँदैन थिए छोरीहरूले नि यहाँ चिना पर्ची गराएर है हामीलाई ल्याउने लाने साथी भेट्टाउने आमाहरूको एकदम यति मन भुलाउने बाटो भएको छ एकदम खुसी छु यस्तो साथी भेटिनु बाहिर चाहिँ धेरै खुसी लाग्छ नेपालमा नभेटे साथी यहाँ आएर भेट्या नेपालमा नभेटे साथी यहाँ आएर भेट्या ठिक छ अब मैले यतापट्टि छेउमा बस्नुभएको आमा कमला भट्टराईज्यू अब हेर्नुहोस् अस्ट्रेलिया आउनुभएको लगभग 1 वर्ष भयो होइन पहिलाचोटि 3 महिना बसेर गएँ अनि अहिले चाहिँ नाति जन्मिया भएर 1 वर्षपछि त हाम्रो यहाँ बस्न दिँदैन रे यहाँ अब फेरि उहाँ पनि त सबै सन्तान छन् नि त दिन गरेर बसेका छन् कहिले आउनुहुन्छ मम्मी कहिले आउनुहुन्छ भनेर 3 वर्ष नाति छ मुमा नआएछन् मामारै जान्न भनेर बसिरहेछ एक्लो ज्यान यता बाँड्ने कि उता बाँड्ने अनि अब यहाँ जाने भनेपछि यहाँको उनीहरूलाई पिर भइसक्यो यो बाबु कसरी हेर्ने होला अब काममा पनि जानै पर्यो काममा नगई पनि खान पाइँदैन हेर्नु यहाँको एउटा सुख सुविधा त छ तर जति सुख सुविधा भने बच्चा हेरेर त बस्न पाइएन जानै पर्यो किन भन्नु न घरका लोन भन्यो गाडीका लोन भन्यो खानै पर्यो घुम्नै पर्यो एक दिन समुद्रमा गएर फोटो खिचेर ओहो वाह भन्ने त हुँदैन दुःख त गर्नै पर्यो भन्नु त रगत पसिना त बगाउनै पर्यो नि अनि त्यही भएर पनि यहाँ जाने भनेपछि उनीहरूलाई पिर छ उहाँ दिन गरेर बसेका छन् अब त धेरै दिन बाँकी छैन नि मम्मी आउन अब जीवनका अधिकांश समय है पटुकीमा खाजा बाँधेर त्यो खाजा
आधा एउटा सन्तानलाई, आधा अर्को सन्तानलाई, आधा कोही छरछिमेकका सन्तानलाई बाँड्दै हिँड्दै हुर्काउँदै होइन, आफूले नखाएर हुर्काउनु भयो। अहिले आफै बाँडिनु परेको छ, अहिले आफै कहिले यता कहिले उता हुनु परेको छ। कस्तो लागिरहेको छ हजुरलाई यो जीवन, आफ्नो जीवन देख्दाखेरि चाहिँ? अब अहिले त यहाँ आउन पाउँदा, यो 10 वर्षमा यो नातिको मुख देख्न पाउँदा मलाई फेरि तल टिभी भएको छ भनेर उहाँबाट आउनु दिएन। मलाई यति रोएर बसेँ कि म 10 वर्षमा नाति पाउँदा पनि मैले मुख देख्न पाउने भएन, किनभने तल टिभी भएको छ भन्यो। त्यो भनेपछि त म त त्यहाँ 1 वर्ष बस्नुपर्ने भयो। ल 1 वर्षमा त के होला त, त्यो अपरेसन गरे छोरीको जिउ भनेर यति पिर लागेन, यति पिर लागेन। धन्न 3 महिनापछि केही देखिएन, केही छैन, ल तपाईँ जान सक्नुहुन्छ भनेर 3 महिनापछि उ गर्दाखेरि नाति जन्मेको 22 दिनमा आइपुगेको म यहाँ। त्यो त म कहाँ अब स्वर्गै पुगेँ म, त्यस्तो भयो मलाई यहाँ आइपुग्दा। त्यो नाति झ्याप्प कहाँले ठाउँले भन्दा पनि आफ्नो सन्तान, आफ्नो होइन भेट्दाखेरिको क्षण भन्दा हेर्दाखेरिको क्षण कति दुःख गरेर हुर्काइयो, कति दुःख गरेर गर्यो भन्नु त। उति बेलाको सासू ससुरा रोगी, दमका रोगी हुनुहुन्थ्यो दुवैजना। हामीले नै कान्छो छोरा हामीसँगै बस्नुभएको थियो। 3टा गाई पालेको थियो, गाई पालेर छोरछोरी पढाएको हेर्नु, त्यति बेलाको कहानी। अनि यसरी छोरछोरी पढेर यहाँ आइपुग्लान् भन्ने त सपना पनि छैन, हामी आइपुग्छौँ भन्ने पनि छैन हेर्नु। अनि त्यहाँबाट छोरीले भनी नस् त पढाइ नानी, के गर्ने भने म त विदेश जाने, ज्वाइँ मान्नुहुन्न। म त जाने मम्मी भनी, छोरी नजाऊ न, हेर जानु हुँदैन विदेश भन्दा होइन म देश मात्रै भने घुमेर आउँछु भनेर छोरी हिँडी। आँसुका धारा बगाउँदै एयरपोर्टबाट ज्वाइँ छोरीलाई बिदा गऱ्यौँ। यहाँ आइपुगेर उनका दुःख कति कति, हामीलाई पो सुख देखाएको छ नि त। दुःख त धेरै भोगेका छन् नि। चाउचाउ 1 बाक्सा ल्याएर खाएर पानी शुद्ध नपाउँदाखेरि पनि गरे, उनीहरूले त हामीलाई ढाँट्या छन् नि, तर हामीलाई त सबै थाहा छ नि। त्यति दुःख गरी बसेर छोरी अहिले 10 वर्षमा यो नाति देख्न नपाउने मलाई ठुलो पिर थियो। अहिले आनन्द छ, ढुक्क। तर के गर्नु फेरि, अब जति भए पनि हामीलाई त 1 वर्षमा त जानै पर्यो हाम्रो नेपाल। उहाँबाट पनि छोरी फेरि दिन कुरेर बसिरहेछन्। बुढा उहाँ यहाँबाट म आएपछि 10 किलो घटिसक्नु भयो ल्याउनु। त्यस्तो रोगी हुँदाखेरि पनि मैले यो नाति छोडेर जान सकिनँ। अब 1 वर्ष भएपछि त म जान्न भने नि जानै पर्यो, यहाँको सरकारले हामीलाई बस्नु दिँदैन। त्यही भएर 1 वर्ष अब पर्सि हुन्छ, असारमा जान्छु। त्यसपछि अब आउन भने अब के हुन्छ कसो हुन्छ है, कसलाई के थाहा, के कसो होला। 6 महिनापछि आउँछु चाहिँ भनेको छु। अब यहाँको सिस्टम, यहाँको स्थिति, यहाँको उयो हेर्दा यति रमाइलो छ। यस्तो नाति छोडेर जानु परेको छ, तर के गर्नु, यहाँको दुःख नगरी पनि उनीहरूलाई भएको छैन। यस्तो बच्चालाई लगेर कता हाल्ने भन्छन्। अब बाउआमा त जे जसो गरी पनि खालान्, त्यो बच्चाको पिर भनेर अहिलेदेखि आफूलाई पिर लागिसक्यो। उहाँ जाने भनेपछि मलाई अस्तिदेखि पिर लागिसक्यो। हे भगवान्, यो कसरी नाति छोडेर जाने होला भनेर भक्कानु परेछ हेर्नु है। अब नगई पनि भएन होइन, अब हामीलाई यहाँको सरकारले बस्न दिँदैन। अब उहाँ दिन गनेर बसिरहेछन् कहिले आउनुहुन्छ भनेर। यहाँ भने त्यो नाति छोडेर के गरी जाने होला। यस्तो बालाहात 10 महिना नातिलाई लगेर हाल्ने भयो कता 5-6 घन्टा भन्ने पेट पोल्या छ। यो आमालाई त कहीँ गए पनि सुख छैन हेर्नु। नेपालबाट पठाउँदाखेरि छोरी ज्वाइँ अथवा छोरा बुहारी मात्रै पठाउनु भएको थियो, त्यो पीडा थियो। अब यहाँबाट जाँदा चाहिँ 3 जना अथवा 4 जना छोडेर जाँदा झन् पीडा थपिएर गयो। झन् पीडा थपेर गयो यहाँ। मलाई त भने के गर्ने होला, यो नातिको पीडा थपेर यस्तो बालहालाई। हाम्रो उहाँ त 3 वर्षसम्म त घरमै राखिन्छ नि, अब कहाँ लगेर हाल्ने भन्छन् ल हेर्नु। अब के गर्नु, नहाल्ने नि बाध्यता छ, हाल्नै पर्यो। अब नहाल्यो नि त उनीहरूलाई सुखै छैन होइन। अनि त्यही भएर त्यस्तो बालाहा नातिलाई के गरी लगेर गर्छौ। 6 महिना बस्न दियो नि त बस्नुहुन्थ्यो नि, बरु उहाँका त अलिक ठुलै थिए, बुझ्थ्यो नि कुरा भन्ने पनि छ मनमा। तर के गर्नु, हामीले बस्न पाइएन, बन्दी छौँ हरेक कुरामा होइन। जीवनै त्यस्तै भयो। कुनै समय गाउँघरमा हुर्किँदाखेरि सासू ससुरा, घरको संस्कार, गाउँघरको इज्जत त्यतातिरले बन्दी हुनुभयो। अहिले अस्ट्रेलिया आएपछि छोराछोरी यतातिर छन्, नाति नातिना यतातिर छन्, आफ्नो फेरि जिन्दगीभरिको बसेको थलो उतातिर छ। अनि बिचमा यो भिजा छ, भिजा प्रक्रियाले गर्दा फेरि बन्दी भइएको छ। 6 महिनालाई फेरि बन्दी भयो। 6 महिनापछि फेरि पीडा त धेरै छन्। जस्तै भए पनि आमाको खड्को त जसलाई पनि हुने क्या। उताका छोरछोरी अब भन्न त्यो नातिले भिजा दिन गनेर भइरहेछ। अब त 51 दिन छ मुमा भनेर बसिरहेछन्। जुन बेला फोन गरेर नि दिन गनेर भनी त्यस्तो छ। अब यहाँ पनि छोडेर जानै परेको छ।
नगई पनि भएको छैन। उहाँका पनि दिन गनेर बसिरहेछन्। 1 वर्ष बस्नुभयो, 6 महिना आउनु होला भने भन्छन् ल्याउनु। आफ्नो पीडा त्यस्तो छ, के गर्नु, नगई पनि सुख छैन, जानै पर्छ। अब 6 महिनापछि आउन मिलेसम्म भ्यायो भने आइन्छ। आमा ममताको एक सागर हुन्। ममता यति अथाह छ कि त्यो जति बाँडेर पनि रित्तिँदैन। जीवनको यो उमेरमा आइसक्दासम्म पनि बाँड्दै हिँड्नु भएको छ। आफूले भ्याएसम्म ममता दिइरहनु भएको छ। त्यो कसैले केही समय थोरै पाउलान्, कसैले केही समय धेरै पाउलान्, तर पाइरहेका छन्। हामी पनि कहीँ कतै छुटिएका छौँ आमासँग। कुनै समय भेट होला, कुनै समय भेट भयो। अब यो उतार चढाव छँदैछ जिन्दगीको। अब मैले यी दुःखका कुराहरू गरिराख्दाखेरि थोरै प्रसङ्ग कहाँनिर जोड्न खोजेँ भन्दा, हजुर यहाँ 5 जना आमाहरू आफ्नो नाति नातिना भएको बेलामा अथवा जन्मिएको बेलामा आउनुभएको छ, हुर्काउने बेलामा आउनुभएको छ। जीवनमा नेपालको परिस्थितिमा हामीलाई हुर्काउनु भयो हजुरहरूले। त्यो अभावमा, त्यो दूरदराजमा हामीलाई हुर्काउनु भयो। अब यहाँ यो सुविधा सम्पन्न ठाउँमा आएर नातिलाई हुर्काउँदाखेरिको अवस्थामा कति परिवर्तन देख्नुभयो? यहाँ के फरक जस्तो लाग्यो? त्यो बच्चाहरूको हुर्काई अथवा उनीहरूको स्याहार सुसारमा फर्केर आफूले हेर्दाखेरि जो हामीलाई हुर्काउँदाखेरिको अनुभव अनि अहिले नातिहरूलाई हुर्काउँदाखेरिको अनुभव कस्तो रह्यो तपाईँ? आम्मै धेरै फरक छ। हामी त उहाँ चिसो लाग्छ भनेर महिनाको 2 चोटि नुहाइदिन्छौँ, यिनै छोरी हुन्। यहाँ 6 महिना नपुगी हेर्नु पौडी खेलाउनु लगाए। ल अब कति फरक छ ल भन्नु त। 6 महिना नपुगिकन अब उहाँ नहालौँ न बाबु, बालाहा छ। होइन मम्मी, हाल्नुपर्छ, यहाँको नियमै यस्तो छ, यहाँको सिस्टम यस्तो छ, हाल्नै पर्छ भन्नुभयो ज्वाइँले। ल होला, अब उहाँहरूले थाहा छ, हामीलाई त के थाहा। अब हामी त अहिले पनि टोपी लगाएर राख्नु खोज्छौँ, टोपी लगाउनु हुँदैन भन्नुहुन्छ, ल्याउनु यहाँको चलन। अब उहाँबाट दौरा सुरुवाल टोपी ल्यायो, दौरा सुरुवाल फाट्यो, टोपी जति जम्मै त्यस्तै छ, ल्याउनु। अब हामी उहाँ त्यति दुःखले भनौँ न महिना 2 चोटि भन्दा नुहाएको छैन। नुहायो कि बिरामी हुने हाम्रो यो छोरी त झन् निमन्या हुने। अनि ल हस्पिटल भर्ना गरिहाल्नु पर्ने त्यस्तो गरिराखेको छोरी। अब यहाँ चाहिँ ल शनिबार सधैँ पौडी खेल्न लानु परेछ। फरक त कति छ कति हेर्नु। भर्खर 6 महिना पुगेको बच्चालाई हामी त नलानु भन्छौँ नि, होइन, नियम यस्तो छ, लानै पर्छ। त्यहीँ कति फरक छ कि छैन हाम्रो नेपालमा र उहाँ यहाँ भन्नु त। अनि त्यहाँबाट अब हामी उहाँ लिटो भन्छौँ। अब हाम्रो यहाँ त खोइ के स्याहारलेस रे, पिउरी रे, अब के हो के यहाँको अर्कै छ ल्याउनु खुवाउने नै। हामी त उहाँ लिटो खुवाउँछौँ नि, लिटो जाउलो हो नि त। अब यहाँ त्यस्तै खुवाउनु पर्छ अरे भनेर। ओहो, कहिले अन्डा हालेको छ, केरा हालेको छ, पेलेको छ, खुवा छ, कहिले के हालेको छ, त्यो के भगवान् शरण भाइ। अब उहाँहरूलाई अब त्यस्तै सिकायो होला, त्यस्तै होला यहाँको सिस्टम, त्यही अनुसार त जानै पर्यो। हाम्रो तर नेपालमा त त्यस्तो छैन। हामी त त्यहाँ लिटो आफैले घरकै अन्न बनाउने हो, अनि घरमै भएको जाउलोहरू खानिदिने हो, घरमै भएको दुधहरू गाई भैँसीको खानिदिने हो। तर यहाँ चाहिँ त्यस्तो छ, यहाँ फरक छ। फरक त कति छ कति उहाँ। त्यो सिस्टम फरक पनि छ, प्रक्रिया फरक छ, त्यो आफ्नो ठाउँमा भयो। म अरू कोही आमालाई सोध्दैछु, कसैले केही भन्न खोज्नुभयो भने कृपया भनिदिनु होला। यो सुविधा जस्तै एक बच्चा जन्मिसकेपछि त्यसलाई 1 वर्षसम्म पुग्दासम्मको घरभित्र पाउने सुविधा अनि सरकारतिरबाट दिने सुविधा अथवा हेरचाह अथवा स्वास्थ्य सुविधामा कति फरक भेट्नुभयो? अथवा आफूले हुर्काउँदाखेरिका ती अनुभव र यी अनुभव कसरी साट्नुहुन्छ? राम्रो छ। यहाँ त सुगन्धमा सुन्छ। यहाँ बच्चा बच्चीलाई अति राम्रो छ, बच्चा बच्चीलाई राम्रो छ, सबै कुराको सुविधा छ यहाँ त। हाम्रोतिर त अब कहाँ पहिला त त्यस्तो छँदा पनि थिएन। अहिले अब उतातिर पनि हुन्छ, नेपालमा पनि। अब यता आए, विदेश देखे गए, सिक्दैछन्, सबै कुरा देखेर सिक्ने हुन्। अब रवि र बालेनले केही न केही गर्छन् कि अब विदेशको सबै यस्तै झल्को लिन्छन् कि भन्ने ठुलो आश छ, ठुलो आश छ। बच्चाले हुर्किँदाको अवस्था, बच्चालाई हुर्काउँदाको अनुभव यहाँको र त्यहाँको त साट्नुभयो। अब एउटा सुत्केरी आमा जो तपाईँहरू गर्भावस्थामा हुँदाखेरिका अवस्था, अनुभव, त्यो बेलामा तपाईँहरूले भोगेका दुःख पीडा र अहिले तपाईँहरूका छोरी अथवा बुहारीले यहाँ भोगेका अवस्थाहरूलाई कसरी बुझ्नुहुन्छ अथवा कति फरक पाउनुहुन्छ?
कति फरक छ कति फरक छ। हामीले त दुःख गरेर कसरी छोराछोरी जन्माएर हामीले एक्लै हुर्काएको, घरमा हिँडिदिने मान्छे कोही थिएन। उहाँ अपर्सन गरेको हाम्रो जेठानीको छोरी बुहारी बिचार 3 महिनासम्म पनि यसरी निहुरेर हिँडिरहे। अब यहाँ नानीको अपर्सन भयो, मैले त्यही दिन बेलुका राति उहाँबाट फोन गरेँ, गर्दाखेरि मजाले बाबु लिएर हिँडिरहेको थिएँ। म उहीँ रोएँ क्या, आमै अहिले अपर्सन गरे मान्छे अहिले नानी बोकेर हिँड्न सक्छौ, यहाँ त दिदी भाउजूहरू त 3 महिनासम्म हिँड्न सकेका थिएनन् भने त्यहाँको जस्तो होइन नि मम्मी यहाँ अपर्सन, यहाँ त कोही पनि छैन खुरुवा, यो बाबु पनि मैले लिएर बस्याऊ, ज्वाइँलाई पनि घर पठायो अनि हेर्छु त्यो बच्चा लिएर घुमिरहेको छ। अपर्सन गरेको दिनको बेलुका ल्याउनु, त्यति बेला कति घन्टा बेलुका 7 बजे अपर्सन गरे भन्थे, मैले उहाँको 11 बज्दा फोन गरेँ। अब त्यस्तो फरक छ उहाँ र यहाँ भन्नु त। उहाँ कति 3 महिनासम्म हाम्रो त्यो जेठानीको छोरीहरू यसरी बिचार, किन भन्दा टाँका दुख्छ अरे भनेर ठाडो पर्न सकेनन्। अब यहाँ त्यस्तो, अब यहाँ 6 महिनापछि त उनीहरू काममा जान थालिहाले। उहाँ भन्ने हो भने 6 महिनासम्म सुत्केरी नै भनिन्छ। गरिबको 6 महिना धनीको वर्ष दिन भन्ने चलन अहिले पनि छ, तर धेरै फरक छ क्या उहाँको र यहाँको। उहाँले भन्नुभयो नि त होइन, चलन सिस्टम धेरै धेरै फरक छ उहाँको र यहाँको। अब यो जतकाल भन्छ हाम्रो पश्चिमतिरको शब्दमा चाहिँ यो जन्माउँदाखेरिको यो एक किसिमको काल पनि हो अरे आमाका लागि चाहिँ। अब ती अवस्था देखेर अनि यहाँ छोरीहरूको अवस्था अहिले सेवा सुविधामा बच्चा हुर्काउँदाखेरि जन्माउँदाखेरिको अवस्था देख्दाखेरि आफूलाई त्यो बेलामा भगवानले बचाए अथवा भगवान भरोसामा बाँचिएछ जस्तो लाग्छ। त्यो त किन नलाग्ने, भगवान भरोसा हो। आमै नि त यो आफू मरेर जन्म दिने हो बच्चा। हजुर हजुर, पल पल मरेर हो कि होइन, आफू पल पल मरेर जन्म दिने हो, भगवानकै भरोसा। तब त्यही त अनि बच्चाले छोरछोरीले छोरी पाएपछि बल्ल आमाको महसुस अनि थाहा पाउँछन्। किन भन्नु न, अब कति गाह्रो गरेर त्यो हुर्के बेला त थाहा छैन नि त, अहिले आमा बन्दा अनि बल्ल उनीहरूले थाहा पाए नि त। आफूलाई गाह्रो हुँदा म 2 घन्टा बेथा लाएर छोरछोरी पाएको मान्छे 3 दिन बेथा लाएर पाएकी मेरो छोरी, 3 दिन बेथा लाएर पनि अपर्सन गर्नु पर्यो। ल्याउनु कति पीडा, आमाको त जान्छ भन्छ नि, होइन रहेछ। त्यो पनि त्यो आफ्नो भाग्यको खेल हुने होला। अब यहाँ 3 दिन बेथा लाएर त्यस्तो हुन्छ भने धेरै फरक हुन्छ बाबु, धेरै फरक। ओहो नि त आमा बन्नु र आमा नबन्दाको मान्छेलाई गएर सोद्धा धेरै पीडा, धेरै फरक हुन्छ। अब मैले हजुरलाई सोध्छु, त्यसरी हुर्काएर त्यसरी दुःखमा हुर्काएर आफूले पटुकी बाँधेर भोक मेट्ने र छोराछोरीलाई चारो खुवाएर हुर्काएर अहिले छोराछोरी साथमा हुँदैनन्, देश विदेशतिर छन्, आफू एक्लै गाउँमा, त्यही भएपछि साथमा बुढा अनि आफू हुँदाखेरिको यो यो पीडाले दुःख लाग्दैन हजुरलाई? दुःख त लागिहाल्छ। आमाको मन हो, कहिले रुन्छिन् आमा छोराको अभावमा, कहिले रुन्छिन् बुहारीको दबाबमा भने जस्तै। अब आमा भएपछि अब अभाव दबाब सबै सहनु पर्यो। अब छोराछोरी 3टा छन् बिचरा, 3टा बच्चाहरू 3पट्टि देशमा छन्, बुढा अर्कै देशमा, बिचरा आमा अर्कै देशमा। पहिलाको चलनमा हजुरहरूको बेलामा गाउँघरतिर सबै परिवार सपरिवार एकै घरमा बस्ने, दिनभरि मेलापात घरखेत बारी गरेर होइन, कुटो कोदालो गरेर बेलुका पख एकै आँगनमा अगेनामा अगाडि बसेर खाना खाने, त्यो परिवारमा हुर्किनु भयो। हजुरहरूले आधा जीवन बिताउनु भयो। अहिले कोही एक देशमा कोही अर्को देशमा हुँदाखेरि यो त नभइदिए हुन्थ्यो जस्तो लाग्दैन? किन नलाग्ने होला, कति लाग्छ। हजुरले केही भनिदिनुहुन्छ? लाग्छ नि, किन नलाग्ने, नजानु मेरो आफ्नै वरिपरि बसिरहनु जस्तो लाग्छ। छोराछोरी बिचरा 9 महिना 10 महिना नातिनी भयो नि छ भन्नुहुन्छ, आफ्नो पीडा उता आउँदा नि रोएर आउनुपर्ने, रोएर जानुपर्ने, यस्तो अवस्था छ। आमा के आमा माया हो क्या, माया यो साउको भन्दा नि बेसको माया, मायाले हो यो।
सारा संसार बोलाएको। आखिर हामी जाँदा त कोही पनि जाँदैन नि, हामी त एक्लै जाने हो नि। तर बिचको माया, यो त्याग गर्नुपर्ने त आमाले रहेछ है सधैँभरि। सबै कुरा आमाले जति पिर त कसैलाई पनि हुँदैन ल, कसैलाई पनि। जतिसुकै माया गर्ने बुवा भन्नुहोस्, म पनि बुवा हो, मैले पनि छोरा माया गरेर छ, किन यसरी भनिस् भन्नु होला, होइन। आमालाई जति हुँदै हुँदैन ल। आमालाई जति पीडा बाला पनि हुन्छ, तर अलि धेरै चाहिँ आमालाई नै हुन्छ मेरो सोचमा चाहिँ है। हजुर हजुर। अब हामी गन्थन मन्थन गरिरहेका छौँ, जीवनका उतार चढाव, उकाली ओह्राली सबै कुराहरू सुन्दैछौँ। म सरसर्ती सबैजनालाई पालै पालो एक एक प्रश्न सोध्छु, अनि त्यसपछि हामी गीत गाउँला। गीतमा केही आफ्ना भावनाहरू सुनाउनु होला। अब समग्रमा हजुर यो 1 वर्षको अवधिभरि अस्ट्रेलिया बसिसकेपछि तपाईँको अनुभव कस्तो रह्यो, यहाँको बसाइ कस्तो रह्यो, के सिकेर जानुभयो, के देखेर जानुभयो, के नराम्रो देख्नुभयो, के राम्रो देख्नुभयो? नराम्रो चाहिँ केही देखेको छैन, सबै राम्रो देखेको छु। हजुर सबै राम्रो देखेको छु मैले त, नराम्रो चाहिँ केही पनि देखिनँ है यहाँ त। अब हामी त घुम्न आएकोलाई अब कमाउनु पर्ला त गाह्रो पनि भयो होला। हजुर। अब हामी त फलान ठाउँ लौदैन भनेर लौदिएकै छन्, आज यहाँ लौदैन भनेर लौदिएकै छन्, मन्दिर लौदे आउनु भनेर लौदिएकै छन्। अब हामी त घुमेर खान पाएको छ, हामीलाई के नरमाइलो होला? हामीलाई त रमाइलै छ, कमाउनेलाई पो गाह्रो छ त। अब हामी नाति हेर्न आएको, न्यु त नातिको पनि छ, तर धेरै यस्ता साथीहरूले त यो नेपालमा एकजना पनि भेटेको छैन ल। जम्मै यहीँ आएर नातिले वाला भेट्यो, हो कि भन्नु त, नातिले वाला भेट्यो। दिदीबहिनीसँग भेट भएर यति खुसी लागेको छ, यति खुसी। अनि अब यो एउटै कोखा दिदीबहिनी भन्दा नि बढ्ता माया बसे किन होला यस्तो भन्छु क्या म। मितिनी भेट्न जाने होइन त हजुर मम्मी भन्नुहुन्छ ज्वाइँ भनेपछि यहीँ पनि माया प्रेम माया ममता बढिसकेपछि अब त यहीँ पनि छुट्न गाह्रो, तपाईँहरू बिच पनि छुट्न गाह्रो हुने अवस्था आयो। अनि भइसक्यो त, अस्ति देख्नु भएन कति छुट्न गाह्रो भइसक्यो है हामीलाई। मैले अघि सुरुमा भनेको थिएँ आमा भनेको ममताको सागर हुन्। त्यो ममता बाँड्न कहीँ पनि लोभ गर्दिनन् आमाले। त्यो साथीसँग पनि उस्तै रूपमा बाँड्छिन्, छोराछोरीसँग पनि उस्तै रूपमा बाँड्छिन्, नाति नातिनासँग पनि उस्तै रूपमा। त्यो बाँड्दा बाँड्दा आफू आँसु खसेको, आफू रोएको, आफूलाई पीडा भएको थाहै पाउँदिनन्। आमाको त्यो महिमा छ। हेर्नुहोस्, मैले आज यसरी बस्नुको कारण पनि त्यही हो कि खासमा आमाहरू अस्ट्रेलिया आएपछि कस्तो महसुस गर्नुहुन्छ त भनेर सुन्न मन लागेर हो। सहज रूपमा बोलिदिनु भएको छ, खुसी लागेको छ। अब मैले चन्द्रमा आमालाई सोध्छु, अस्ट्रेलिया आउने जाने क्रम छ तपाईँको, पहिला पनि आएर जानुभएको छ, समग्रमा तपाईँको अनुभव सुनाइदिनुहोस् न। म त आउन त 3 चोटि आइसकेँ अस्ट्रेलिया, आउजाउ गरिरहेको छु। अब के भन्ने, 3 चोटिको तालीमा साथी भेट्यो, 3 तालीको तालीमा यस्ता साथी भेट्यो। अब छुट्न नि गाह्रो छ, कसरी छुट्ने हो थाहा छैन। यहाँको वातावरणले सबै चाहिँ मलाई चाहिँ धेरै मन पर्यो नेपालको भन्दा नि। एकदम फोट त कहीँ पनि छैन, फोट त कहीँ पनि छैन अस्ट्रेलियाको। हजुरको पनि झन्डै 10 वर्षको बसाइ छ आउने जाने। अब हजुरको समग्र अनुभव छोटकरीमा हजुरले सुनाइदिनुहोस्। 10 वर्ष पुग्यो अस्ट्रेलिया आउने जाने गरेको, बसाइ पनि भयो, नाति नातिना पनि हुर्काइयो, हजुर, सबै कुरा देखियो, खुसी पनि खुसी लाग्यो। अति राम्रा दिदीबहिनी पनि भेटाएँ मैले। नेपालमा त यस्तो दिदीबहिनी भेटिएको थिएन। यहाँ दिदीबहिनी भेटिएर खुसी भएर हामी पार्कमा रमाएर यति रमाउँछौँ, यति खुसी हुन्छौँ। अब कुरा गरेर के गरौँ र, असाध्यै खुसी छौँ। राम्रो छ, सबै कुरा राम्रो छ, व्यवस्थित छ, हर चिज केही कुराको कमी छैन। यहाँ राम्रो छ। हाम्रो नेपालमा पनि यस्तै होस् है भन्ने त्यो भावना छ। सपना त्यही छ। यो सपना पुरा गर्दै हुन्थ्यो बालन सरकारले पुरा गरिदिनु पर्यो। हामी यत्रो 10 वर्ष बसेर हामी सबै कुरा देखेर, यो त अस्ट्रेलियालाई त यो समुद्रमा टापु रहेछ, यो समुद्र बाँडेर अस्ट्रेलिया बनाइदिएको रहेछ के, बाँड गरेर। यो देखेर त हँस्नु लाग्छ, दङ्ग पर्छ। यो त स्वर्गै हो, स्वर्गै हो।
हुन्छ आमा, हजुरलाई पनि धेरै धेरै धन्यवाद। अब म फेरि अर्को आमालाई सोध्छु, हजुरले पनि समग्र रूपमा अब झन्डै आज यो रेकर्ड हुने दिनबाट तपाईँ 2 दिन पछाडि जाँदै हुनुहुन्छ नेपाल। सायद यो भिडियो आउँदासम्म, यो इन्टरभ्यू आउँदासम्म तपाईँ नेपालमा हुनुहुन्छ होला जस्तो लाग्छ। अब आफ्नो अनुभव समग्रमा यो 1 वर्षको बसाइको अनुभव। धेरै रमाइलो लाग्यो। हजुर। नेपालमा जस्तो छोरी ज्वाइँ नाति नातिना धेरै सम्मान गर्न नपर्ने, ज्वाइँ छोरी आफ्नो काम आफै गर्ने, ज्वाइँ साहेबलाई भनेर धेरै नेपालमा त धेरै सम्मान गर्नुपर्ने, ज्वाइँ आउनुभयो यो ऊ भन्ने। यहाँ त अब ज्वाइँले हामीलाई नै धेरै सम्मान गर्नुहुन्छ। नराम्रो नमिठो कहिल्यै खुवाउनुहुन्न, आफै खाना पकाउने, भाँडा माझ्ने गरिदिनुहुन्छ, सबै गर्नुहुन्छ। नमिठो नराम्रो म खान्छु, नराम्रो म लगाउँछु। आमाहरू खुसी रहनु, फेरि फेरि आउँदा पनि खुसी हुनु अब भन्नुहुन्छ। त्यही भएर म धेरै खुसी छु। अब 2 दिनपछि नेपाल जाँदैछु। अब त्यो अप्ठ्यारो लागेन हजुरलाई यो ज्वाइँले घर सफा गरेको, खाना पकाएको देख्दाखेरि? कि नेपालमा त त्यो हजुरले त देख्नु भएन? देखिन, सुरुमा त अप्ठ्यारो लाग्यो 2-4 महिना। त्यो पछि त अब यहाँको सिस्टम यही हो, मम्मी यस्तो अप्ठ्यारो नमान्नु, म पनि छोरा नै हो। अब यहाँ बस्दा बस्दै बानी हुन्छ। हजुरहरूलाई पनि सधैँ 1 वर्षसम्म सम्मान गरिरहन सकिन्न। म पनि मम्मी आफू मेरो मम्मी जस्तै गर्छु, तपाईँ पनि छोरा सम्झिनु होला भन्नुहुन्छ। त्यसले गर्दा म धेरै खुसी छु। खुसी लाग्यो, कस्तो एकदम सत्य कुरो मजाले बोलिदिनु भयो, खुसी लाग्यो। शुभयात्रा हजुरलाई। अब मैले छेउमा आमालाई सोध्छु, हजुरको अस्ट्रेलियाको बसाइको अनुभव समग्रमा छोटकरीमा भनिदिनुहोस्। अब नेपालमा एकजना पनि साथी थिएनन् है मेरा। यहाँ आएर रसभर पार्कमा बस्दाखेरि धेरै साथीहरू हुनुभयो। उहाँहरूलाई अहिले पनि त्यो दिदीहरूलाई म मिस गरिरहन्छु। अनि यता आउँदा पनि उहाँहरूसँग चिनजान भयो। अनि घरमा पनि ज्वाइँले राम्रै गर्नुहुन्छ मलाई। घरमा किन बस्नु, काम गर्नु सक्नुहुन्छ मलाई त। काम नगर्नुहोस्, आराम गर्नुहोस्, काम गर्न आउनुभयो होइन भन्नुहुन्छ। यो ज्वाइँले हेर्नु होला र ज्वाइँले गाली गर्नु होला भनेर भन्नुभएको त होइन होला? होइन, आमा भनेपछि के होइन कस्तो हुन्छ भन्दा एउटा अर्कै लागेको ज्वाइँले नगर्नुहोस् भन्दा उतातिर भन्दैन नि। यहाँको परिवेशले त्यस्तै बनाउँछ। अनि अर्को कुरा मेरो हकमा चाहिँ मैले बुझ्दाखेरि चाहिँ के छोरा के ज्वाइँ, आमा भनेको आमा हुन्। आमालाई दिने सम्मान भेदभाव हुँदैन। जसरी आमाले छोरा वा ज्वाइँ भनेर भेदभाव गर्नुहुन्न, छोराले अथवा ज्वाइँले पनि त्यो आमाप्रतिको भेदभाव कहिले पनि गर्दैनन् जस्तो लाग्छ। सायद त्यही भएको हुनुपर्छ तपाईँहरूलाई पनि। ल हुन्छ, अब यो कुराकानी हजुरको अनुभवहरू सुन्यौँ। अब जाँदा जाँदै थोरै हजुरले केही टुक्काहरू गाउनु होला, अनि त्यसमा हजुरहरू सबैले साथ दिइदिनु होला। हामी 1-2 टुक्का गाउँछौँ अनि त्यसपछि बिदा हुन्छौँ है। मैले साथ दिनलाई मैले मादल बजाइदिन्छु, हजुरले चाहिँ केही टुक्का भाका गाउनुहोस्, त्यसमा अरूले साथ दिनु होला। त्यसपछि हामी आजको कार्यक्रम बिदा गर्छौँ। ल अब के गीत भन्ने होला त मारेन? सबैलाई नमस्कार। ल अब जस्तो आउँछ त्यस्तै गीत, अब अलिअलि टुक्का। पहिलो शरण हो के गीत गाउने, सरस्वती मुखैमा नआउने। पहिलो शरण हो के गीत गाउने, सरस्वती मुखैमा नआउने। पहिलो शरण हो के गीत गाउने, सरस्वती मुखैमा नआउने। सरस्वती मुखैमा नआउने। ए डाँडै काटी हो जाउँ भन्थे, एउटाले जान दिएनन् घरका कुल देउताले। डाँडै काटी हो जाउँ भन्थे, एउटाले जान दिएन घरका कुल देउताले। डाँडै
गाई काटियो जाउँ भन्थे एउटाले जान देन घरका कुलदेउताले जान देनन् घरका कुलदेउताले। बाटा मुनि हो फुल फुल्यो दाइराको हजुरको माया लाएर आइरहेको। बाटा मुनि हो फुल फुल्यो दाइराको हजुरको माया लाएर आइरहेको। बाटा मुनि हो फुल फुल्यो दाइराको हजुरको माया लाएर आइरहेको। हजुरको माया लाएर आइरहेको। आइत पुगी हो हजुरको गाउँमा बेदको लौरी टेकेर ठाउँ ठाउँमा। आइत पुगी हो हजुरको गाउँमा बेदको लौरी टेकेर ठाउँ ठाउँमा। आइत पुगी हो हजुरको गाउँमा बेदको लौरी टेकेर ठाउँ ठाउँमा। बेदको लौरी टेकेर ठाउँ ठाउँमा। कसो गरी हो हुने हो बिदा यो नातिलाई छोडेर निस्किँदा। कसो गरी हो हुने हो बिदा यो नातिलाई छोडेर निस्किँदा। कसो गरी हो हुने हो बिदा यो नातिलाई छोडेर निस्किँदा। यो नातिलाई छोडेर निस्किँदा। धानको बाला हो कोदाको कपनी नाति हेर्न आएको हो म पनि। धानको बाला हो कोदाको कपनी नाति हेर्न आएको हो म पनि। धानको बाला हो कोदाको कपनी नाति हेर्न आएको हो म पनि। नाति हेर्न आएको हो म पनि। साथी साथी हो भेट भएको दिन सङ्लो पानी धमिलो मन किन। साथी साथी हो भेट भएको दिन सङ्लो पानी धमिलो मन किन। साथी साथी हो भेट भएको दिन सङ्लो पानी धमिलो मन किन। सङ्लो पानी धमिलो मन किन। छोरा छोरी हो छन् नाति नातिनी किन होला यति मन आतिनी। छोरा छोरी हो छन् नाति नातिनी किन होला यति मन आतिनी। छोरा छोरी हो छन् नाति नातिनी किन होला यति मन आतिनी। किन होला यति मन आतिनी। पारी पाखा हो घाम लाग्यो घमाइलो विदेशमा गरेको रमाइलो। पारी पाखा हो घाम लाग्यो घमाइलो विदेशमा गरेको रमाइलो। पारी पाखा हो घाम लाग्यो घमाइलो विदेशमा गरेको रमाइलो। विदेशमा गरेको रमाइलो। पानी धमिलो मन किन। साथी भाइ हो भेट भएको दिन सङ्लो पानी धमिलो मन किन। साथी भाइ हो भेट भएको दिन सङ्लो पानी धमिलो मन किन। सङ्लो पानी धमिलो मन किन। रेछौ साथी हो चौतारी पेटीमा मैले संसार खोज्दा नि भेटिन। रेछौ साथी हो चौतारी पेटीमा मैले संसार खोज्दा नि भेटिन। रेछौ साथी हो चौतारी पेटीमा मैले संसार खोज्दा नि भेटिन। मैले संसार खोज्दा नि भेटिन।
कालो चस्मा हो म जानी बसमा भेट्न आउँछु मङ्सिरको 9-10मा कालो चस्मा हो म जानी बसमा भेट्न आउँछु मङ्सिरको 9-10मा कालो चस्मा हो म जानी बसमा भेट्न आउँछु मङ्सिरको 9-10मा भेट्न आउँछु मङ्सिरको 9-10मा नेपालमा नि हो गीत यस्तै गाउनु है 2-4 महिना घुम्नलाई आउनु है नेपालमा नि हो गीत यस्तै गाउनु है 2-4 महिना घुम्नलाई आउनु है नेपालमा नि हो यस्तै गीत गाउनु है 2-4 महिना घुम्नलाई आउनु है 2-4 महिना घुम्नलाई आउनु है अब अन्तिममा के छ एउटा टुक्का मिलाउने जस्तो नत्र भने हामी छुट्टिन्छौँ गाडी नम्बर हो 1860 मा भेट्न आउनु त्यो काली माटीमा गाडी नम्बर हो 1860 मा भेट्न आउनु त्यो काली माटीमा गाडी नम्बर हो 1860 मा भेट्न आउनु त्यो काली माटीमा भेट्न आउनु त्यो काली माटीमा भोलि उठियो म जान्छु घर भन्नु साथी हाल खबर केही छ र भोलि उठियो म जान्छु घर भन्नु साथी हाल खबर केही छ र भोलि उठियो म जान्छु घर भन्नु साथी हाल खबर केही छ र भन्नु साथी हाल खबर केही छ र साथी लिन हो आउँदैछ पिलेन मैले नजाऊ भन्न नि मिलेन साथी लिन हो आउँदैछ पिलेन मैले नजाऊ भन्न नि मिलेन साथी लिन हो आउँदैछ पिलेन मैले नजाऊ भन्न नि मिलेन मैले नजाऊ भन्न नि मिलेन आमाहरूका यी भावनाहरू सुरिला आवाजहरू उहाँका मनका कुराहरू सुन्दा सुन्दै हामीले समयको नेटो काटिसकेका छौँ अबको यो बसाइ यहीँनिर बिट मार्नु बेला भएको छ हामी अर्कोचोटि फेरि तपाईँहरूसँग कहीँ कतै भेट्ने तपाईँहरूलाई सुन्ने तपाईँहरूका भावनाहरू सुन्ने वातावरण अवश्य मिलाउनेछौँ यहाँहरूको सबैको समयको लागि आफ्ना मनका कुराहरू सुनाइदिनु भयो आफ्ना मनका बहहरू पोखिदिनु भयो सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र यो सँगसँगै आजको मनदेखि मनसम्मको यो बसाइ पनि यहीँ सकिन्छ म फेरि यस्तै गरी अरू फेरि करुणाले भरिएका हृदयहरूलाई लिएर यो चेयरमा लिएर आउनेछु तबसम्मलाई लक्ष्मण सञ्जाल पनि बिदा हुन्छु नमस्कार